माई न्यू भ्लग। प्लिज सबैजनाले शेयर सब्सक्राइब गरिदिनु होला। म चाहिँ आज मेरो गाउँहरू घुमेर देखाउँदैछु हजुरहरूको लागि है। राम्रो राम्रो भ्यूहरू आउँछ। हामी माथितिर घुम्नको लागि जाँदैछौँ भाइ र म, अनि हामी चाहिँ सर र हाम्रो गाउँहरूको भिजिट गराउनेछौँ आज चाहिँ। हेलो गाइज, हामी चाहिँ हाम्रो गाउँको धेरै माथि आइसकेको छौँ है। हाम्रो गाउँ चाहिँ तल देख्न सक्नुहुन्छ साथीहरू, पहाडै पहाड छ है, बिचमा हाम्रो गाउँ छ। अनि त्यो डाँडाको पारिपट्टि चाहिँ बुटोल पर्छ गाइज। अनि यता पारिपट्टि पनि गाउँहरू छ है। अलि राम्रोसँग त्यस्तो मौसम राम्रो छैन, त्यो कारणले चाहिँ अलि राम्रोसँग नदेखिएको हुनसक्छ गाइज। गाइज यो चाहिँ हाम्रो टोल हो है। हाम्रो घर चाहिँ यहीँनिर छ। त्यो तलको चाहिँ मेरो घर हो, त्योभन्दा मास्तिरको चाहिँ यो हाम्रो भाइको घर हो गाइज। देख्न सक्नुहुन्छ गाइज, दामी छ है, दामी छ जियोस्, दामी छ। त्यो डाँडाको पारि चाहिँ बुटोल पर्छ है, हाम्रो बुटोल पर्छ उतातिर चाहिँ। अनि यतातिर चाहिँ त्यो अर्घाखाँचीको सबैभन्दा अग्लो चुचुरा हो त्यो चाहिँ, त्यो सन्धि खर्काको माथि पर्छ। त्यसको पारिपट्टि चाहिँ गाइज यो चाहिँ हाम्रो भट्टी पसल हो है गाइज। गाउँमा कोदोको जाँडहरू अनि त्यस पछाडि रक्सीहरू पाउने ठाउँ हो गाइज। दामी छ। म चाहिँ पहिला यतातिरको भ्यू देखाएँ गाइज, अहिले चाहिँ यताको भ्यू देखाउन जाँदैछु गाइज। यो चाहिँ दाउराहरू हो, रक्सी पार्नको लागि दाउरा चाहिन्छ। त्यो भाले पनि रहेछ है, रक्सीको सितन पनि रहेछ गाइस। त्यहाँ सेतो कलरमा चाहिँ त्यहाँ सितन पनि रहेछ है। रक्सीसँगै रक्सीको सितन पनि रहेछ, रक्सी पनि पाइन्छ गाइस त्यहाँनिर। यही हो गाइस, पानी परेको थियो है अलि पहिला चाहिँ। अहिले चाहिँ पानी बिजो भएर हराभरा मौसम देखिएको छ गाइस। त्योभन्दा तलदेखिको चाहिँ माथिहरू यस्तो पहाडहरू धेरै छन् गाइस। पहाडै पहाड छन् अर्घाखाँचीमा। त्यो पनि हाम्रो गाउँमा गाइस धेरै छन् है। त्यो तलको गाउँ चाहिँ मेरो गाइस, हाम्रो टोल हो भाइको। मेरो टोल चाहिँ त्यो तलको हो गाइस। ल गाइस, आरू पनि फलिसकेको रहेछ नि त होइन भाइ? खानी भइसकेछ क्या आरू भन्छ गाइस हाम्रोतिर चाहिँ यसलाई। हजुरकोतिर चाहिँ के भन्छ कमेन्ट गर्नु होला गाइज। भया भाइ खानी हो, खा त खा, मिठो छ हो। ल गाइज है, आजको लागि चाहिँ यति। हामी चाहिँ अर्को भिडियो बनाएर हाल्नेछौँ गाइज। कृपया लाइक शेयर कमेन्ट गरिदिनु होला गाइज।